अहिले नेपालमा एउटा धेरै राम्रो चेन्ज आएको छ एन्ड द्याट इज मान्छेहरू सचेत भएको छन् द्याट अब हामीले एकदम राम्ररी सोचेर बुझेर भोट हाल्नुपर्छ, राम्रो मान्छेहरूलाई पार्लियामेन्टमा पुर्याउनुपर्छ, पीएमलाई हामीले प्रश्न गर्न सक्नुपर्छ, एमपिजलाई हामीले प्रश्न गर्न सक्नुपर्छ भन्ने अवेरनेस आएको छ। तर त्यसको साथसाथै स्थानीय सरकारसँग हामीले प्रश्न चाहिँ कहिले गर्न स्टार्ट गर्ने हो? तपाईँको डेली लाइफमा फरक पार्ने चेन्ज चाहिँ प्राइम मिनिस्टर और पार्लियामेन्टका एमपीहरूले ल्याउने होइन, तपाईँको स्थानीय सरकारले ल्याउने हो। त्यसमा पनि सबैभन्दा बढी इम्पोर्टेन्ट भनेको वडा अध्यक्ष, तपाईँको मेयर, उपमेयर यिनीहरूले चाहिँ हो तपाईँको वरिपरिको सर्भिसेसहरूलाई मेन्टेन गर्ने। यसमा के इक्जाम्पल हुन सक्छ? तपाईँको इफ रोड बनेको छैन वरिपरि, रोड भत्केको छ, तपाईँको सहर, गाउँ फोहोर छ, फोहोर उठेको छैन, और तपाईँको हेल्थ पोस्टमा डक्टर नै छैन, मेडिसिन्स नै छैन, यो सबै जुन प्रब्लम छ यो हेर्ने काम भनेको स्थानीय सरकारको हो। गभर्नमेन्टबाट जुन पार्लियामेन्ट छ त्यहाँबाट होइन जुन बजेट आउँछ त्यसलाई सर्भिसेसमा कन्भर्ट गर्ने काम भनेको यो स्थानीय सरकारको हो। त्यसैले अबदेखि मात्र प्राइम मिनिस्टर, मात्र आफ्नो एमपीहरूलाई क्वेसन गरेर पुग्दैन, आफ्नो स्थानीय सरकारलाई पनि प्रश्न गर्न सिक्नुपर्छ। हामीले नेपाललाई साँच्चीकै हामीले चेन्ज गर्नु छ भने रुट्सबाटै स्टार्ट गर्नुपर्छ। काठमाडौँको मेयर बालेन शाह हुँदाखेरि उहाँलाई कति धेरै प्रश्न गरिन्थ्यो कि यस्तो किन भएन, त्यस्तो किन भएन, तिम्रो यहाँ के छ, त्यहाँ के छैन, कति धेरै क्वेसन गरिन्थ्यो होइन। तर तपाईँ आफ्नो बस्ने गाउँ सहरमा त्यहाँको मेयरलाई कति क्वेसन गर्नुहुन्छ? के तपाईँको यो अधिकार होइन र तपाईँको रिस्पोन्सिबिलिटी पनि होइन आफ्नो स्थानीय सरकारलाई पनि क्वेसन गर्ने?